ढुङ्गा स्टिफनस माथि आउँदै थियो तर उसको आँखा चाहिँ नि स्वर्गतिर थियो। मृत्यु नि स्टिफनस माथि आउँदै थियो तर उसको आँखा चाहिँ कहाँ थियो अरे हेर्नुहोस् त, स्वर्गतिर थियो। यस्तो माथि हेर्दै गर्दा चाहिँ नि पिताको दाहिने बौलीपट्टि चाहिँ ख्रिस्टलाई देखेको थियो। छोडिदिनुहोस् कडाक कुडुक केडाङ गुडुङ के गर्छ, मृत्यु नै आउँछ, एकटक पवित्र आत्मामा हुनुहोस्, शान्ति त्यहाँनिर छ। हाँस्दै मर्न सक्छौँ, हाँस्दै मर्न सक्छौँ। अनि मलाई मजा लाग्यो, कोही टिम माथि किचनमा, मैले राहुलको भिडियो बनाएर राखेको छु, अहिले भरे हेर्नु ग्रुपमा लगाइदिन्छु। तर्से यसो गएको त पुरै प्लास्टिकको त्यो सेफ्टी बनाएर लगाइराखेको रहेछ, पुरा मासु बनाउँदै रहेछ, सब्जी बनाउँदै रहेछ, भिडियो गरेर राखेको छु। अनि कोही चाहिँ नि बिचरा हाम्रो फिलिप चाहिँ जिउ मार्ने जालीले चाहिँ पुरा भुइँमा दिइराखेको रहेछ क्या, साबुन लाएर। के गरेको भाइ, यो भरे गरौँ होइन, अहिले कोही मान्छे चिप्लेर लड्यो भने कस्तो माया गरेको तपाईँहरूलाई, तपाईँहरूको नलडोस् भनिकन। कोही आत्तिँदै फोन गरिराखेको थियो, कोही प्र्याक्टिस गरिराखेको थियो। यसो हेरी हाम्रो नानाहरू आउनुभयो, अनि नानाहरू आइपुग्नु भएपछि हाम्रो प्रेमकला नानाहरू आइपुग्नु, माथि चढेर विश्राम गर्नुहोस्, माथि बस्नुहोस् एकछिन भनेको। होइन पास्टर भाइ हामी प्रार्थना गर्छौँ अरे। क्या कस्तो मजा लाग्यो क्या मलाई। कोही किचनमा छ, कोही वासरुममा छ, कोही टोइलेट साफ गर्दैछ, कोही मान्छेमा फोन गर्दैछ, तर कोही चाहिँ प्रार्थनामा पनि बस्दैछ। अनि कोही चाहिँ दामीको कुरा, हाम्रो पास्टर बाबु हाम्रो विजय सर चाहिँ अर्को मण्डलीमा वचन बोलेर आएको, फेरि वचनको सेवकाई दिएर आएको। अनि यो कुरालाई देख्दै गर्दा नि म परमेश्वरसँग साह्रै धन्यवादी भएँ। अनि प्रभुले मलाई एउटा आज शीर्षक दिनुभयो, विषय दिनुभयो, अनि त्यो चाहिँ के हो भन्दै गर्दाखेरि आत्मा जिउनको लागि चाहिँ शरीर मर्नुपर्छ भनिकन। हामीलाई नि हामीलाई बोलाइएको चाहिँ शरीर जिउनको लागि होइन। अदनको बगैँचाभित्र आदम र हावा चाहिँ नि आत्मामा थियो, शरीर चाहिँ भित्र लुकाइएको थियो। अहिले जस्तो हामी आत्मालाई हाम्रो शरीरको आँखाले देख्दैन नि, त्यो समयमा चाहिँ नि आत्माको आँखाले शरीरलाई नै देख्दैन थियो। अहिले चाहिँ हामी शरीर प्राण आत्मामा छौँ भने अदनको बगैँचाभित्र मानिस बनेको चाहिँ आत्मा प्राण अनि शरीर। शरीर चाहिँ थर्डमा थियो, 3 नम्बरमा थियो, आत्मा अगाडि थियो। र त आत्माको सङ्गति, आत्मा ज्योतिको सङ्गति चाहिँ नि ज्योतिसँग हुन्थ्यो। तर जुन दिन उनीहरूले शरीरको अभिलाषाप्रति कान थाप्यो नि, आत्मा चाहिँ लुक्यो अनि शरीर देखा पर्यो, आत्मा मर्यो। अनि सुरुबाट हामीलाई परमप्रभु परमेश्वरले चाहिँ शरीरमा होइन तर आत्मामा जिउनको लागि बोलाउनु भएको छ, बनाउनु भएको छ। अनि हामी सबैजनालाई मनपर्छ आत्मामा जिउनु, हो कि भन्नुहोस् त? क्या मनपर्छ क्या। तपाईँले नि स्वर्गीय भिजिटेसनलाई है, स्वर्गीय दर्शनहरूलाई देख्दै गर्दा कस्तो हुन्छ होला, वाउ, स्वर्गदूतहरूलाई देख्दै गर्दा कहिले त्यो भागमा हामी इमेजिनेसनै गर्दैनौँ क्या। किनभने हामी सानो कुरामा पक्रिन्छ। म जहिले भन्ने गर्छु मेरो मण्डलीले, हामी सानो कुराको लागि बनिएका हैनौँ, हामी चाहिँ ठुलो कुराको लागि, ठुलो प्रभावको लागि बनिएका छौँ। जुन प्रभाव चाहिँ नि एउटा इलाका होइन तर संसारलाई उलटपुलट बनाउने प्रभाव हो। त्यसरी हामीले हेर्नुपर्छ। आफूलाई हेऱ्यो भने त चोटै चोट, दुःखै दुःख, केही गर्न सकिँदैन। प्रभुले भन्दै हुनुहुन्थ्यो, तँ निको हुन चाहन्छस् भने तेरो चोटलाई होइन, तेरो चोटलाई हेरिस् भने त अरू चोट तँलाई लाग्छ, तर तँ निको हुन चाहन्छस् भने नि मेरो चोटलाई हेर। किनभने येशू ख्रीष्टले खानुभएको कोर्राको चोटको शक्तिले चाहिँ नि हामी निको भएका छौँ। आमेन। हामी चाहिँ त्यो मण्डली हो जसले आफ्नो चोटलाई, घाउलाई होइन, क्रुसमा टाँगिएको यीशुको चोटलाई हेर्छौँ। जुन चोटलाई हेर्दै गर्दाखेरि चाहिँ नि हामी निको हुन्छौँ, हामी नयाँ हुन्छौँ। आज हरेकजनामा चोट छ, हरेकजनामा दुःखै छ। म यसो हेर्छु तपाईँहरूको अनुहार हेर्दै गर्दा मलाई कस्तो माया लाग्छ क्या, कति माया लाग्छ। एउटा प्रेसरलाई, एउटा स्ट्रेसलाई बोकेर हामी आएको छौँ, हो कि भन्नुहोस् त? फिनेन्सियल प्रब्लम छ हामीसँग, घरैसी प्रब्लम छ। कतिजना तपाईँहरू सेक्युरिटी गर्नुहुन्छ, कतिजना तपाईँहरू फ्याक्ट्रीमा काम गर्नुहुन्छ। अस्ति भर्खर सोनु नानाको हात काट्यो, काममा आइज भन्दै थियो, तर उहाँ जेसुकै घर म ठिक नभए चाहिँ बस्छु भन्दै थियो। आफ्नो ज्यानको माया सबलाई हुन्छ। किन हामी यस्तो अवस्थामा पनि हामी काम गर्दैछौँ? हामीसँग नै बाध्यता छ। अनि मलाई कति माया लाग्छ मेरो मण्डलीको लागि। अनि आजकल म मेरो लागि भन्दा बेसी तपाईँहरूको लागि प्रार्थना गर्नु साह्रै मन पराउँछु। मेरो लागि मैले बहुत गरेँ,
अब मेरो नानाको लागि, मेरो बहिनीको लागि, मेरो भाइ, मेरो दाजु, मेरो अग्रसरको लागि गर्दैछु, जसलाई अन्तर्विन्ती भनिकन भन्छ। किन भन्दै गर्दा हरेकजना हामी शरीरमा होइन आत्मामा जिएको ईश्वर मन पराउनुहुन्छ। आमेन। त्यस कारणले गर्दा आज हाम्रो प्रभु भोजको सेवामा छ जुन कुरा चाहिँ आत्मिक हो, त्यहाँनिर जानुभन्दा अगाडि योहन्नाको किताब म तपाईँहरूसँग पाठ गर्न चाहन्छु। योहन्नाको किताब 11 अध्यायको 43 अनि 44लाई हामी हेर्न लागिराखेका छौँ है। यो घटना सबलाई थाहा छ, मृतक लाजरस चाहिँ उठाइएको, जीवित भएको। राम्रो सुन्नुहोस्, आजको यो सेवामा नि तपाईँले छुटकारा पाउनुपर्छ है मेरो मण्डली। हामी यत्रो हाम्रो म सन्तोषहरूलाई, हाम्रो टङ्क दाजुहरूलाई हेर्छु, कुलिमदेखि आउनुहुन्छ कत्रो मूल्य चुकाएर क्या, तर यस ठाउँमा आउँदै गर्दाखेरि नि ईश्वरीय शक्तिलाई, आत्माको शक्तिलाई चाहिँ हामीले बोकेर जानैपर्छ। योहन्नाको किताब 11 अध्यायको 43 अनि 44। अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च स्वरले कराउनु भयो, लाजरस बाहिर निस्किआओ। त्यो मृत मानिस त्यसको हात खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेरिएकैमा बाहिर निस्किआयो। येशूले तिनीहरूलाई भन्नुभयो, त्यसको बन्धन खोलिदेऊ र त्यसलाई जान देऊ। यहाँ आउँदै गर्दाखेरि नि मार्था अनि मरियमको भाइ लाजरसको मृत्यु भएको छ। अनि यो मृत्युलाई लिएर नि यति साह्रो गाउँ अशान्ति, परिवार अशान्ति भइराखेको छ। तर त्यो समयमा शान्तिको राजकुमार कहलाइएको पुत्र प्रवेशी ख्रिस्ट जानुभएको छ। अनि उहाँ नि मृतकसँग बोल्नु भएको छ। सुन्नुहोस्, ध्यान दिएर राम्रो सुन्नुहोस्। उहाँ मृतकसँग बोल्नुभयो। मलाई मजा लाग्छ क्या मृतकसँग। म यसो हेर्छु क्या, यसरी हेर्दै गर्दा एउटा मृतकलाई चाहिँ बोलाउनु सक्नुहुने परमेश्वर कस्तो महान हुनुहुन्छ, कस्तो आँट आएको क्या। मरेको लाजरस, ए लाजरस उठ, अनि बाहिर निस्कियो। कसको चाहिँ दम छ होला क्या यस पृथ्वीमा? छन् धेरै, तर हाम्रो मैले भन्नु चाहेको चाहिँ हाम्रो नेपाली जाति पनि नि त्यो अभिषेकमा खडा हुनुपर्छ। आमेन। कति डेभिड होगेनको, कति बेनी हिमको, कति क्याथरिन कुलमानको, क्यानिथ हेगिडको, कति हामीले उहाँहरूको मात्रै गवाई अनि त्यो शक्तिशाली कार्यलाई सुन्ने। उहाँहरू भित्र हुनुभएको आत्मा हामीमा पनि हुनुहुन्छ र हाम्रो जीवनबाट पनि यो कुरा गर्न सक्नुहुन्छ। यस ठाउँमा आउँदै गर्दा मरेको लाजरससँग चाहिँ नि प्रभु बोल्नुभयो नि, लाजरसले, लाजरस बाहिर निक्लियो। कस्तो भयो होला त्यो दृश्य? मान्छेहरू ला अब गालमा पार्यो ला, यीशुले चेलाहरू क्या ला अब गालमा पार्यो ला, मरेको चाहिँ कसरी उड्छ हौ, 4 दिन भइसकेको, बनाइसकेको, शरममा पार्यो होला। त्यस्तो त लेखेको छैन, तर त्यो सोच चाहिँ आउँछ मान्छेमा। गिरेको प्रवृत्तिको सोच हो नि त, अविश्वासको सोच, त्यो सोच चाहिँ आउँछ मान्छेमा। तर दामीको कुरा के भन्नुहोस् त, मृतक लाजरस चाहिँ जुरुक्कै उठ्यो। आमेन, आमेन। जुरुक्कै उठेन मात्रै, तर ऊ चाहिँ उठेर नि फुत्तै बाहिर निक्लिएको छ। अनि यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के लाग्यो भने नि, मरेको मान्छेले चाहिँ जीवित येशूको स्वरलाई सुन्यो। आमेन। हामी जिउँदाहरूले कति सुन्नुपर्ने? अब मलाई प्रश्न चाहिँ त्यहाँ आएको। हामी त जिउँदा छौँ, हामी त दिनरात प्रार्थना गर्छौँ, सेवाकाई गर्छौँ, आराधना गर्छौँ, उफ्रन्छौँ, कराउँछौँ, जिउँदा छौँ हामी। हामीले नि कति बेसी यीशुलाई सुन्नुपर्ने। हरेक दिन यीशु बोलिराख्नु भएको छ। प्राकृतिकहरू रुँदै रुँदै भन्दैछ, तपाईँ पवित्र, तपाईँ पवित्र, तपाईँ पवित्र। स्वर्गदूतहरू भन्दैछ, तपाईँ पवित्र, तपाईँ पवित्र। तर हामी जीवित मानिसहरू के गर्दैछौँ, जसलाई प्रभुले पृथ्वी दिनुभयो? एउटा प्रश्न आउँछ, मरेको लाजरस जो चाहिँ गनाइसकेको थियो, त्यो लाजरसले चाहिँ नि जीवित येशूको स्वरलाई सुनिकन उठ भन्दै गर्दा उठेको छ। आज हामी जिउँदाहरूलाई कति प्रभुले भन्नुभएको छ, उठ, प्रकाश मानु, किनकि तेरो ज्योति आएको छ, तँमाथि मेरो महिमा उदाएको छ। हेर, अँध्यारोले मानिसहरूलाई ढाकेको छ र घोर अन्धकारले पृथ्वीलाई यति साह्रो ढाक्दैछ। उठ, राजाहरू चाहिँ तेरो ज्योतिमा खिचिन्छ, उठ। कति भनेको प्रभुले, उठ उठ उठ। तर किन उठ्न सकेन भन्नुहोस् त? हामी आत्मामा मरिराखेका छौँ। तर मजाको कुरो, शरीरमा मरेको लाजरसले चाहिँ जीवित येशूको आवाजलाई सुन्यो। अनि आजको मेन हाम्रो यो वचनको उद्देश्य चाहिँ के हो भन्दै गर्दाखेरि, जीवित ईश्वर बोल्दै हुनुहुन्छ, उहाँलाई हामी सुन्न सकौँ। अनि उहाँलाई सुन्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ? अब म त्यो भागमा जान्छु। उहाँलाई सुन्नको लागि शरीर मर्नु पर्दो रहेछ।
शरीर जीवित छ भने शरीरले दृश्य कुराहरूलाई देख्छ, दृश्य कुरालाई नै सुन्छ। तर यो शरीर नै मरेको छ भने मरेको शरीरलाई तपाईँले केही दिनुहोस्, खान्छ होला? दामी बनाएर दिनुहोस्, दामी। आजको दिनको हिसाबमा हुनु भने स्ट्रबेरीहरू केहरू लाएर खतरा खतरा बनाएर महँगो खाना दिनुहोस्, मरेको शरीरले खान्छ? खाँदैन। हाम्रो शरीर मरेको छ भने नि शैतानले जति नै गुलियो बेबिचार, जति नै गुलियो लोभ, जति नै गुलियो निन्दा ढाकिन नल्याओस्, खाँदैन। मलाई कस्तो मजा लाग्यो क्या, क्याथरिन कुलम्यानले नि एक दिन प्रचार गर्दै हुनुहुन्थ्यो अनि कस्तो उहाँको प्रचार सुन्नुहोस्, मलाई मजा लाग्छ है। क्याथरिन कुलम्यान एकजना लेडी हुनुहुन्छ, स्त्री हुनुहुन्छ। उहाँले कस्तो खालको प्रचार गर्नुभएछ नि, हामी मर्नुपर्छ, हामी मर्नुपर्छ, तिमीहरू मर्नुपर्छ, मण्डली मर्नुपर्छ। त्यति बेला सुन्ने चाहिँ बेनी हिम थिएछ। फेरि बेनी हिम तपाईँहरूले हेर्नुहुन्छ युट्युबमा, बेनी हिम पुरा कपाल सेतो भएको बुढो मान्छे छ नि, यस्तो गर्दा गर्दा चाहिँ मान्छे बुटुटुटु लड्छ, फु गर्दै गर्दा मान्छे पुक्लुक पुक्लुक ढल्छ। त्यो अभिषेकमा बोल्नु हुने बेनी हिमले त्यो कुरालाई सुनेछ। अनि कस्तो सिधा मान्छे क्या बेनी हिम चाहिँ गएछ अनि प्रार्थना गरेछ, प्रभु मलाई मारिदिनुहोस् भनेछ। कस्तो सिधा मान्छे। यो टेस्टमनीलाई मैले मेरो व्हाट्सएपमा राखेको छु क्या, मलाई मजा लाग्यो। गएर प्रार्थना गरेछ, कस्तो सिधा मान्छे। प्रभुको वचनले भनेपछि ढुकुर चाहिँ सिधा हुनु भनेको त्यस्तै हो। गर भनेपछि गर गर, नगर भनेपछि नगर नगर। अनि बेनी हिमले सुनेछ क्याथरिन कुलम्यानले गर्दै गरेको प्रचार, मर्नुपर्छ, मर्नु आएको भन्ने कुरा। अनि गएर नि बिचारा अब त्यो समयमा उहाँ हामी जस्तै थिएछ, जवान भर्खर चर्च जाँदै थिएछ, प्रार्थना गरेछ क्या, प्रभु मलाई मारिदिनुहोस्। कस्तो सिधा मान्छे। त्यो आँट्यो प्रभुको निम्ति चाहिँ ऊ मर्नु पनि तयार चाहिँ भयो, साँच्चीकै मर्नु पनि तयार भयो। तर आजको दिनमा मैले भन्नु चाहेको हामीलाई त साँच्चीकै घाँटी काटेर मर्नुको कुरा गरेको होइन, तर कस्तो कुरा मर्नु भनेको चाहिँ के हो भन्दै गर्दा नि शरीरको अभिलाषालाई, शारीरिक स्वभावलाई मार्नु भनेको। जबसम्म हामी यो भागमा आउँदैन केही गर्न सकिँदैन रहेछ। बहुत कोसिस गर्यौँ हामीले पनि, निन्दा नगरौँ न भन्यो, भ्याट्टै इमानुएल त त्यस्तो है। हजुर, निन्दा नगरौँ न त फिलिप त्यस्तो है। फिलिप डाहा नगरौँ न भन्दा भन्दै आँच त त्यसले त है। लोभ नगरौँ न भित्र आत्माले भन्दैछ हेर मर्दैछ, गरिबीलाई दे, तेरो भाइ बन्धुहरू मरिराखेको छ दे। लोभ नगरौँ न भन्दा भन्दै आइया थुचुक्क यसरी बस्नु मनपर्छ क्या। शरीरले मारेर हामीलाई बसाउँदैछ, थेचार्दैछ। तर प्रभुको आत्माले आजको घडी भन्दै हुनुहुन्छ यो सबै कुराहरूबाट क्रिस्चियनहरूले नि छुटकारा पाउनुपर्छ। यो सबै भागबाट क्रिस्चियनहरू नि छुटकारा पाएन भने त्यो नयाँ सृष्टि होइन। हामी खुब भन्छौँ कोरिन्थीको 5:17 होइन, हामी चाहिँ ख्रिस्टमा नयाँ सृष्टि। कसरी नयाँ सृष्टि? म आफैलाई प्रश्न गर्छु, त कसरी नयाँ सृष्टि? हिजो पनि त्यही बिमारमा, आज पनि त्यही बिमारमा, हिजो पनि त्यही लोकमा, आज पनि त्यही लोकमा, हिजो पनि त्यही गरिबीमा, आज पनि त्यही गरिबीमा, हिजोको जीवन पनि त्यस्तै, आजको जीवन पनि त्यस्तै। कसरी त नयाँ? तर नयाँ भनेको चाहिँ नि पौलले भनेको छ क्या, गलाती 2:20 होइन, म चाहिँ ख्रिस्टसँगै क्रुसमा टाँगिएँ, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। त्यो चाहिँ हो नयाँ भनेको। नयाँ भनेको चाहिँ नि तपाईँ अनि म साँच्चीकै मर्नु, साँच्चीकै हाम्रो शरीरको अभिलाषाहरू स्वभावहरू मर्नु हो। त्यो कुराहरू मर्दै गर्दाखेरि मजाको कुरा ख्रिस्ट हामीमा जिउन सक्नुहुन्छ। जबसम्म साउल मरेको थिएन नि कहिले पनि पावलै बनेन। साउललाई पावल, आज हामीलाई पावलको मजा लाग्छ। आमामा रुमालले छुँदै गर्दा मान्छे बुक लड्यो, कस्तो कस्तो क्रनिक बिमार चाहिँ नि जाति भयो, चङ्गाई भयो। हामी त्यो अभिषेकमा जिउनुपर्छ, त्यो पुस्तामा जिउनुपर्छ। मण्डली आमेन भन्छ। खोइ एउटा प्रश्न आउँदो रहेछ क्यौ। तर पावल चाहिँ नि सावलको जीवनलाई फालेपछि मात्रै पावल भएको।
पावल रिस्सा स्टिफनसको मृत्युमा चाहिँ नि साउलको पनि हात थियो। एक हिसाबले भनौँ भने ऊ हत्यारा हो, तर उसले नि एक दिन निर्णय गर्यो यसु ख्रीष्टसँगको जम्का भेटमा म नयाँ आउनुपर्छ, म ट्रान्सफर्म हुनुपर्छ आत्मामा। त्यही मान्छेले भन्यो समय आयो म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु। मेरो मण्डलीमा आज तपाईँलाई के कुरा भन्दैछु भने नि यस ठाउँमा म यो कुरा बोलेर म चाहिँ खतरा जिए भनेको होइन, म भयङ्कर भनेको होइन, तर मैले यो कुरा पनि चाहेको हामी मिलेर भयङ्कर हुनुपर्छ। हाम्रो बोलावट चाहिँ त्यो हो। अनि मलाई कस्तो खुसी लाग्छ हेर्दा हेर्दै हाम्रो दाजुभाइ दिदीबहिनीहरू नि कस्तो आत्मामा तृषित भोको हृदयले आउन सुरु गर्नुभयो। म यो कुरा भन्छु तपाईँहरू नि ख्रीष्ट जस्तै हुँदै हुनुहुन्छ। जीवित यीशुको स्वरलाई सुन्ने तपाईँ परमेश्वरको पुत्र, परमेश्वरको छोरा अनि परमेश्वरको छोरी बन्दै हुनुहुन्छ। आफ्नै लागि जोडले आमेन आमेन आमेन। हौसला होइन यो कुरा, उत्साह होइन यो कुरा। उत्साहको पुत्र मण्डलीले त उत्साह पो दिएर मात्रै पठायो होइन, उत्साह होइन, रियल कुरा गरेको नि, रियल कुरा गरेको। ढाँट्ने पत्रुसलाई शक्तिशाली बनाउन सक्नु भयो भनेदेखि हामीलाई बनाउन सक्नुहुन्न होला र? हजुर सक्नुहुन्छ नि। हत्यारा सावललाई पावल बनाएर पावलभित्र ख्रीष्ट जिउन सक्नु भने हामीलाई सक्नुहुन्न होला र? हुन्छ 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 आमेन। म यो कुराको अगमनानी गर्छु। अगमनानी भन्दै गर्दाखेरि फेरि कतिवटा चाहिँ प्रभुले भर्खरै बोलिने कुरालाई पनि अगमनानी भनिन्छ, तर कतिवटा कुरा चाहिँ नि वचन आधारित विषय आधारित घोषणा गरिएको कुरालाई पनि अगमनानी भनिन्छ। अनि त्यो घोषणा स्वरूप म एउटा अगमनानी गर्छु। प्रभुको ठुलो महिमा हरेकजनामा नि उर्लेर आइराखेको छ। त्यो महिमाले नि हामी हरेकजनालाई नि ख्रीष्ट जस्तै बनाउँदैछ। आमेन आमेन। सो शरीर मर्नु भनेको के हो? त्यसो भने शरीर मर्नु भनेको रोमीको किताब, छिट्टो मसँग खोलिदिनुहोस्, मेरो समय छैन। रोमीको किताब खोलिदिनुहोस् 6 अध्यायलाई हामी हेरौँ। 6 अध्यायको नि हामी कतिमा भन्दै गर्दाखेरि 5 देखि 8 लाई हेरौँ। यहाँ यसरी लेखेको छ, ओके तपाईँहरूले सुन्नुहोस् ल ल ओके, तपाईँहरूको ध्यान चाहिँ पुरा यता होस् ल। आज नि फ्रेस कुरालाई लगेर हामी जानुपर्छ। यसरी लेखिएको छ, यदि उहाँको मृत्युमा हामी उहाँसँगै एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौँ। हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्य त उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापका कमारा नहौँ, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। आमेन। यस ठाउँमा आउँदै गर्दा कस्तो शक्तिशाली कुरा, जो मरेको छ त्यो चाहिँ पापबाट मुक्त भएको छ। आज किन पापको बन्धनमा छ मान्छे मण्डली? मरेको छैन, मरेकै छैन। तर प्रभुले आज भन्दै हुनुहुन्छ जो चाहिँ मरेको छ नि पापबाट मुक्त भएको छ। एउटा मृतक शरीरमा गएर पापले काम गर्न सक्ला? एउटा मृतक शरीरभित्र चाहिँ नि दुष्ट आत्माले छिरेर काम गरे रे भनेको सुन्नु भएको छ, देख्नु भएको छ। दुष्ट आत्माले चाहिँ एउटा मृतक शरीरलाई लिएर अब त्यो त मरेको थियो उठाएर आमा गाउँभरि धुमचक्र गर्दैछ अरे, उपद्रो गर्दैछ अरे, सुन्नु भएको थियो? छैन। तर दुष्ट आत्माले कसलाई चलाउँदैछ भन्नुहोस् त? जीवितहरूलाई चलाउँदैछ। तर जुन दिन यो जीवितहरू शरीरमा मर्छ नि पापबाट मुक्त हुन्छ। आमेन आमेन। म पनि भन्छु, मलाई पनि रिस उठ्छ, लोभ लाग्छ, शरीरको अभिलाषाहरू छ, तर म डराउँछु कारण परमप्रभु मेरो शक्ति अनि गीत हुनुहुन्छ। कारण परमप्रभु परमेश्वर योद्धा हुनुहुन्छ अनि उहाँको नाउँ चाहिँ नि परमप्रभु हो। उहाँ चाहिँ मेरो शक्ति, मेरो बल अनि मेरो ढाल हुनुहुन्छ। उहाँमा मात्रै म शरण लिन सक्छु, उहाँमा मात्रै म शरण लिन सक्छु। त्यस कारणले गर्दा हामी डराउनु पर्छ पापसँग। पापलाई हल्का लिनु हुँदैन। पापको पक्षमा रगत पक्ष हुन्छ नि हामीले लडाइँ गर्नुपर्छ। अनि त्यो कुरा गर्नु पनि चाहिँ पापबाट मुक्त हुनु हो। आत्माले जित्नु हो, शरीर चाहिँ मर्नु हो है। सो छिट्टो जान्छु, रोमीको किताब 8 लाई पनि खोलौँ हामीले।
रोमीको किताब 8 रोमीको किताब 8 को 5, 6, 7 लाई म पाठ गर्न चाहन्छु। कसरी लेखेको छ भने नि, किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लाउँछन्, तर आत्मा अनुसार चल्नेले आत्माको कुरामा मन लाउँछन्। किनभने पापमय स्वभावमा मन लाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लाउनु चाहिँ जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वरप्रति शत्रुता हो, परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। हेर्नुहोस्, जब हाम्रो मन पापतिर लाग्छ, शरीरतिर लाग्छ, त्यो मान्छे चाहिँ परमेश्वरको पनि शत्रु हो भनेको छ। कोही कोही बेला तपाईँलाई लाग्छ दियावला शैतान प्रभुको शत्रु हो जस्तो लाग्छ। दियावला प्रभुको शत्रु होइन। म यसो विचार गर्छु, भर्खर जन्मेको नानीले अथवा भर्खर बोल्न सक्ने नानीले हामीसँग न्यु खोज्ने त्यसलाई हामी पिड्छौँ। 2 वर्ष 3 वर्षको नानीलाई हाम्रो आएर केसहरू तान्यो भने, ठेल्यो भने, लाताले नै हान्यो भने, थुक्यो भने हामी पिड्छौँ होला, त्यो नानीलाई पिड्दिनौँ। शैतान त्यस्तै हो प्रभुको लागि, केही होइन, केही पनि होइन। शैतान प्रभुको शत्रु होइन, तर प्रभुको शत्रु चाहिँ को हो भनेको थाहा, जसले शरीरमा मन लाउँछ, शरीरको स्वभावमा मन लाउँछ, त्यो चाहिँ परमेश्वरको शत्रु हो। मलाई डर लाग्छ, परमेश्वरको शत्रु हामी हुनु हुँदैन। परमेश्वरको त हामी मित्र हुनुपर्छ, मित्र। प्रभुले भन्न सकोस् ऊ चाहिँ मेरो मित्र हो, ऊ चाहिँ मेरो साथी हो भनिकन हामी प्रभुको साथी बन्नुपर्छ। त्यो कुरा हुनुको लागि पापमय स्वभावलाई हामीले जितेको हुनुपर्छ। छिटो जान्छु। रोमीको किताब 8 को 10 ले के भनेको छ भन्दै गर्दा, यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छ। आमेन। बुझ्दै त हुनुहुन्छ आजको सन्देश? कस्तो मजाको कुरा क्या। यहाँनिर यति साह्रो शक्ति छ। यदि ख्रीष्ट चाहिँ तिमीहरूमा हुनुहुन्छ भने पापको कारणले तिमीहरूका शरीर मरेको भए तापनि तिमीहरूको आत्मा चाहिँ नि धार्मिकताको कारणले जिउँदा हुन्छ भनेको छ। आमेन। यदि ख्रीष्ट हामीमा छ भने लोभ होला तर पनि लोभ हार्छ भनेको नि। यदि ख्रीष्ट हामीमा छ भने रिस होला तर पनि रिस हार्छ भनेको। यदि ख्रीष्ट हामीमा हुनुहुन्छ भने बेविचारको कुराहरू होला तर पनि हार्छ भनेको नि त। खासमा त्यो कुराहरू हार्नु चाहिँ के हो भन्नुहोस् त, आत्मामा हामी जिउँदा भेटिनु, आत्मामा हामी जिउँदा भेटिनु। सो यो कुराहरूले हामीलाई मार्दो रहेछ। हेर्नुहोस् यता शरीरको मन, शरीरको स्वभाव। त्यसो भने यो स्वभाव चाहिँ कहाँनिर छ, के छ? एकचोटि हेरौँ, लास्ट सकाइदिन्छु म, प्रभु भोजमा लान्छु तपाईँहरूलाई। गलातीको किताब 2 को 19, सरी 2 को होइन 5 को। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्: बेविचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँ झगडा, ईर्ष्या, क्रोध, स्वार्थपन, फुट, गुटबन्दी, डाहा, प्यङ्कटपन, अश्लील मौज मजाक र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकदार हुने छैनन्। यहाँनिर लेखेको छ स्वभाव, पापमय स्वभाव चाहिँ यो अरे: बेविचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँ झगडा, ईर्ष्या, क्रोध, स्वार्थपन, फुट, गुटबन्दी, डाहा, प्यङ्कटपन, अश्लील मौज मजाक। हेर्नुहोस् न, झैँ झगडा, डाहा, ईर्ष्या, क्रोध भनेको छ। यहाँ नरिसाउने मान्छे को छ होला? यसो हात हेरौँ। नरिसाउने मान्छेको हात हेरौँ त। सबलाई रिस उठ्दो रहेछ, मलाई पनि उठ्छ है। लोभै नभएको मान्छेको हात हेरौँ त। सेलरी आउनु साथ लु चर्चमा यो कुराको खाँचो रहेछ, लु दिएँ। हजुर यो भन्दै गर्दा माफ गर्नुहोस्, कस्तो अप्ठ्यारो सुनिन्छ होला, तर नि यही कुराहरूले चाहिँ नि हामीलाई मारिराखेको छ वास्तवमा। तर मलाई खुसीको कुरा चाहिँ के लाग्छ भने नि, मेरो मण्डलीले लोभलाई जितेको छ। गाडी आउँदैन आँगनमा, तर पनि तपाईँहरू आउनुहुन्छ, हो कि न? कसैलाई गाडी लिन आएको छ हाम्रो भेनै त छैन, हाम्रो कहाँबाट आउँछ?
तर दामीको कुरा स्वर्गीय बाबुले चाहिँ नि खटाइदिनु भएको छ, दामी दामी लग्जरियस कारहरू। आमेन। कहिले BMW-मा आमा, कहिले है अबुई के नामै आउँदैन मलाई त त्यो गाडीहरूको। आम्मा हाम्रो पास्टर बाबुले भन्नुहुन्छ क्या, फुत्ते गाडीबाट निक्ल्यो भने कहिले किन्नुभयो यस्तो गाडी भन्नुहुन्छ उहाँले। मलाई मजा लाग्छ यो वर्ड, हो नि त। अनि बुवाले खटाइदिनु भएको छ। आमेन। अघि हेरे हाम्रो नानाहरू सबैजना, आज त झन् हाम्रो 4 जना नानाहरू त झन् अझै खतरा गाडीमा आउनु भएछ। अबुई पुरै रेपिडमा कतिजना चढ्नु छोडिसक्नु भयो नानाहरू, खतरा रेपिडमा हो छ। हाम्रो लागि जुटेको छ, भेन छैन होला, थोत्रे काटाङटाङ तामिलले गाली गर्दै आउने भेन छैन होला, छोडिदिनुहोस्। बाबुले प्रबन्ध गरेको छ। मलाई खुसी लाग्छ मेरो मण्डलीहरू तिर्दै आउनुहुन्छ, दशांश दिनुहुन्छ, भेटी दिनुहुन्छ, रोगी बिरामीहरूको लागि दिनुहुन्छ। कस्तो मजा। यो चाहिँ मैले के कुरा भन्न चाहेको भन्नुहोस् त, शरीर मर्यो। आमेन आमेन आमेन। आत्मा चाहिँ जी उठो। वाह, यही कुरा चाहिँ परमेश्वरले चाहनु भएको। म चाहिँ मेरो मण्डलीमाथि यो आशिषलाई बोल्छु, पापमय स्वभावलाई जित्ने मेरो मण्डली तपाईँ हुनुहुन्छ। शरीरको अभिलाषालाई जित्ने मेरो दाजुभाइहरू हुनुहुन्छ। एउटा देशले अर्कोलाई जितेर गर्व गर्दैछ, तर त्यो क्रोधले नै उनीहरूलाई मारिराखेको छ, रिसाइराखेको छ। अर्को देशसँग पेट्रोल बढाइदियो अरे, उखुको जुस बढाइदियो अरे, कोनी के बढाइदियो अरे, झोकेको छ।